हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। आइ सबैजना सन्चै राम्रो हुनुहुन्छ होला। म पनि एकदम फाइनहरू फिटिङ छु है साथीभाइहरू। एक कुरा त तपाईँहरूलाई म भन्ने भुलेछु, ह्याप्पी होली है साथीहरू। आज चाहिँ हाम्रो होलीको बब्बाल पार्टी हुनेवाला छ। म चाहिँ भर्खर साथीहरूले फोन गरिसकेँ। अब चाहिँ हामी टक्क लाएर मासु लिन जानुपर्ने हुन्छ। अनि मासु लिएर टक्क हामी चाहिँ आज बनाएर रातिको हाम्रो पार्टी छ नि त, होली पार्टी छ। आज चाहिँ बब्बाल पार्टी गर्नेवाला छौँ होइन, हेर्दै गर्नु होला। अब हामी चाहिँ मासु लिन जान्छौँ। अनि मासु लिएर आएपछि टक्क लाएर चाहिँ बनाएर खानेछौँ अनि बब्बाल रमाइलो गर्नेछौँ है। ल साथीहरू, हामी चाहिँ अब टक्क रेडी परेर चाहिँ हिँड्न लागिसक्यो। अरू केटाहरू चाहिँ मासु लिन गइरहेछन्। यो र म छौँ, हामी दुवै छौँ। अब चाहिँ हामी गएर चाहिँ सामानहरू ठिक पार्नुपर्ने हुन्छ। अँधेरो भइसक्यो यताउति गर्दा। आज चाहिँ रमाइलो हुन्छ होलीको लागि। होलीको स्पेसल चाहिँ हुँदैछ हाम्रो। अब साथीहरू, अब चाहिँ हामीसँग यी सामान पनि आइसक्यो, झोलामा छ सब। मासु पनि आइसक्यो हामीसँग। अब चाहिँ हामी टक्क लाएर जान आँटेको। ए लाइटर ल्याइन्छ यार, साथीहरू हामीसँग दाउरा आइसक्यो। सब मासुहरू दाउरा ल केटाहरू ख ल मनिस। हामी चाहिँ अब हामी चाहिँ ठाउँमा आइसक्यो। यहाँनिर चाहिँ हामीसँग पानी छ। अब हामी चाहिँ आइसक्यो यहाँनिर। यस्तो यहाँ जग्गा छ नि त। अब हामी चाहिँ ठाउँमा आइसक्यो। अब चाहिँ हामीले बनाउनु पर्ने हुन्छ टक्क लाएर। आज चाहिँ होली पार्टी बब्बाल हुनेछ है। यहाँनिर छ त्यसपछि बनाउने ठाउँ हेर्दैछौँ साथीहरू। अब चट्ट लगाएर बनाउनु पर्ने हुन्छ। यहाँनिर छ यही बनाइदियो नि त एकछिन। यहाँ खाली ठाउँ रहेछ पुरा सुगरमा यहाँ नबना कि घाँसमा नबना कि यहाँ बना। घाँस नभएकोमा बना नि त्यसको आगो व्यवस्था मिल्छ क्या। हाल्नु अनि ट्याक्क अलि आगो छोपेपछि फेरि हाल्नु। यो लबर पनि बोलिदिन्छ क्या। अब यहाँ मुनिएर आगो भयो। अब हामीसँग फेरि यहाँ सामान छ क्या। हामीसँग एउटा यो ठुलो लाइट लिएको छौँ। यसलाई चाहिँ हामी यहाँ राख्छौँ। अनि फेरि हामीसँग चाहिँ यसमा ए गाइस, हामीसँग चाहिँ मासु पनि छ। अनि हामीसँग पन्नु भयो। अनि चार्जरको लागि हामीसँग पावर ब्याङ्कहरू सब छ। अनि मनुष्यलाई खोल्ता फेरि अहिले मैले फोन कहाँ फालिदिन्छु नि। हामीसँग सामान यो छ सबैको लागि। अनि गाइस मेन चाहिँ हामीसँग यो छ है। अहिले चाहिँ यसलाई चार्ज भएन भने चार्ज लगाऊ केटाहरू। हल्का त्यसलाई हल्का पानी हाल्दा त्यसमा भयो कि ठिक छ क्या मनिस। निप्छ अलिक ठुलो खाले हाल्नुपर्छ। अनि सामान यसमाथि राख्नु हुन्छ होइन र। अहिले यसको व्यवस्था अझै गरौँ ल। ल यो चप्पल एउटा मात्र हाल्नु होइन कि निप्छ त। अहिले बोल्न त दिनु त्यसलाई फेरि हालौँ ल होइन। हामीसँग यो तेल छ है साथीहरू। यहाँ फेरि अर्को सानो टमाटर छ है, ट्याक्क हाम्रो लोकल अर्ग्यानिक होइन।
टक्क लगाएर यस्तो गरेर बनाउनु पर्ने हुन्छ भङ्ग त नि FRIEND RI फेरि थाहा END पुरा गर्लफ्रेन्डमा दिइरहेको गर्लफ्रेन्ड अब के गर्नु त्यस्तो यहाँ अनि भान्जी होइन कि यस्तो हुन्न अनि यो मसला योसँग होइन झट्टै यसै गर्दा मोलेर हामी हाल्छौँ एउटा हात धोएर हातले मन यसरी नै पनि पानी पानी उस गर्दा पानी हाल्थेँ खै पानी ओइ पानी धेरै वेस्ट नगर है मेरो त हात काटियो म यस्तो उस गर्ने तेरो हात धो त यो दाउरा हाल्नुपर्छ कि एउटा अहिले हालौँ न क्या नाच्दैन त्यो निप्दैन क भयो तिम्रो गर्लफ्रेन्डसँग कुरा यसले राख न त एक ठाउँ यार मैले के गर्नु त्यही राख भुइँमा राख यो नुन पनि छ धेरै हुन्छ ठिक छ क्या छोप्नु यसलाई मोल त हाल्नु यहाँ यो ढक्कन लौ अब बन्द गरे लौ के यो राख न ढक्कन त लौ के त लेखेर यसको ढक्कन कहाँ हेर्नुहोस् पुरा सबै सुटे केही त केही मासु मोल्दै गर्लफ्रेन्डसँग कुरो नभइसक्यो यस्तो गरेर चाहिँ ठाडो देख्यो आधी किलो बढी छ नि त प्याज ए प्याज पनि त उसले धुरबेल राखेको नि प्याज कहाँ भाइ मैले राखेँ हँ प्याज भन्दै के अरे अन्त प्याजहरू पनि के त्यत्तिकै हालिदिन्छ जस्तो हुन्छ भन्छ आज सब मिलिहाल्छ तैँले यसले तातेको छैन तातीको हाल्दैन त पुत्तै हो नि यस्तो तल मासु बनाउनु लाग्यो मासु साथीहरू मासु है आज भनेपछि त्यसलाई धोएर भए नि हाल्नु पऱ्यो नि त मासु भने मलाई धो पुरा धो पुरा पानी जस्तो साथीहरू मासु भने चाहिँ होइन धुनु पऱ्यो धोएर भए नि हाल्नु पऱ्यो नि टक्क लगाएर हामी चाहिँ मासु बनाउनु लागि आफ्नै पारामा हिँड्ने हो कसैको मतलब खै बास्न मिठो आयो है साथीहरू बास्न मिठो आयो यो टमाटर हाल्दैन सानो टमाटर चाहिँ हामी लोकलै युज गर्छौँ साथीहरू होइन टक्क लगाएर हाल्न त छोटो मासु सासु लिएर हामीसँग दाउराहरू पनि छ होइन गाडी आइरहेको है साथीहरू गाडी आइरहेको छ कोही छैन राख्न बनाउनु पर्छ होइन साथीहरू राम्रोसँग
चलाइछ चला चाहिँ मजाले चलाउनु पर्छ नि त साथीभाइहरू हजुर हजुर हामी पाकिसक्यो यसलाई चलाउनु त हजुर हजुर ह्याप्पी हाले ह्याप्पीको पार्टीहरू हजुर हाम्रो चिन्न सकेन लाइट बल्ल न ठिक छ हजुर हजुर उता बाल्न हामी चिन्ने लाग्यो दिदी ए पर्मिला दिदी पर्मिला दिदी हुनु रहेछ दिदीहरूसँग फाइनल दिदीसँग चाहिँ भेट भइसक्यो सन्चै राम्रो हुन्छ अरू अनि यस्तो राति किन हो नि अलि रातिको लागि यस्तो पार्टी गरौँ हाम्रो यो भाइ हो अलि नयाँ भाइ हो कहाँ अहिले बुटोलबाट आउनुभयो अरू त केही छैन हामी सादा जीवन सब्जी तर्क लाग्छ ठिकै छ अब यसो म्याग्दी परारीहरू म्यादीहरू आएर रहेछन् त्यसो गरेर चाहिँ यहाँ तल पुलिसहरू आएर रहेछ त्यही भएर सादा तरिकाले बनाउँ हजुर हजुर मेरो अहिले घरै छौँ हामी हजुर दर्शन है दिदी लाइट छ हामीसँग अर्को डिजी पनि बोल्छ सबै बोल्छ यो लाइट चाहिँ अहिले डाइरेक्ट यहीँ बुटलबाटै आउनुभयो अलि त्यस्तो सोच थिएन हाम्रो अनि फेरि त्यतिकैमा भयो कि पसलहरू पनि बन्द भयो अब धेरै टाइम लाग्नु अब यति उस गरेर गइहाल्छ ल हुन्छ दिदी ल फेरि ल स्याम्पी खाने भए चाखेर जाँकेर ल हजुर त्यही भएर अलिक धेरै हो होला नि नगरौँ भनेर साथी आगो बाल्न भाइ त्यही नै भइहाल्छ नि दिदीहरू आउनु भएको रहेछ साथीहरू हामी चाहिँ को भइरहेको थियौँ आफ्नै दिदीहरू आउनु भएको रहेछ अनि ठिक छ अब हाम्रो चाहिँ टक्टलाएर पाकिसकेको छ दिदीले सब्सक्राइब गर्यो भन्नुभयो म फेरि भिडियो त्यतिखेर बनाएन कि अनि तिम्रो भिडियो हेरिरहेको छु भन्नुभएको छ ठिक छ साथीहरू सपोर्ट गर्नु पऱ्यो एकदम सपोर्ट गर्नु पऱ्यो सबैले यो च्यानललाई चाहिँ सब्सक्राइब गर्नु पऱ्यो मैले हालिसकेँ प्रेसरहरू हालिसकेँ चाख्न त कस्तो छ खै चाखिदिउँ क्या एउटा काँचो छ क्या पाकेन क्या एक नम्बर केटा मेरो बसेर ठिक लाग्छ यसलाई उठाएको गरौँ न आगो बोल्दै बोल्नु है आगो त निप ल बोलो बोलो साथीहरू बोलिसक्यो चट्ट लगाएर साथीभाइहरू हाम्रो चाहिँ पाकिसकेको छ साथीभाइहरू अब चाहिँ हामी टक्क डिजे बजाउने छौँ चट्ट लगाएर हामी त को होइछ भनेर डर पनि लाग्ने कि अलिक चुनावको माहौलमा डर पनि लाग्ने है साथीभाइहरू के गर्नु त्यस्तै छ सबै कुराहरू उस गर्नु पऱ्यो नि त हामीले अब हामी नै ठाउँको भयो रमाइलो चाहिँ गर्नुपर्छ है बब्बाल रमाइलो चाहिँ गर्ने नै हो साथीहरू तर तपाईँले चाहिँ यो च्यानललाई सक्दो सपोर्ट गर्नु पऱ्यो साथीभाइहरू हामी चाहिँ अहिले 8-9 बजिसक्यो टक्क लगाएर चाहिँ हामी खाना अब मासु पनि पाकिसक्यो अब रेडी भइसकेको छ
हाम्रो चाहिँ लाइटमा चाहिँ हाम्रो ध्रुवे निकनेम ध्रुवे तर नाम चाहिँ सागर अनि कुकमा चाहिँ हाम्रो हुनुहुन्छ मनिष सर अनि म क्यामराम्यान अनि जे भने पनि भयो नि होइन। अनि हामीसँग चाहिँ यो छ साथीहरू मनिष ल अन गरेर खै कहाँ गयो फोन। अब चाहिँ हामी चाहिँ गाना बजाउने नै छौँ साथीहरू है। अब टक्क लगाएर हामी चाहिँ गाना बजाउँछौँ। आगो पनि बाल्नुपर्छ यार तार पनि धेरै हो साथीहरू है। रमाइलो हुनेवाला छ रमाइलो ह्याप्पी होली है सबैजनाले ह्याप्पी होली। ह्याप्पी होलीको त अझै त बाँकी त्यसै छ नि त साथीहरू लास्टसम्म हेर्नु होला है नकाटिकन हेर्नु होला। होलीको चाहिँ अब्बा बब्बाल रमाइलो हुँदैछ है या Yo, what's up, this is Bima. Loud कर music, बढ़ाई दे bass. नाचना रगाउन आउँदैछ दुर्गेश उता छ गीत फायर छ डान्स सक्छ त कसैले सक्दैन नि फेरि कोही छैन हामी जस्तो गाउने या कोही छैन हामी जस्तो नाच्ने कोही छैन हामी जस्तो नाउने कोही छैन हामी जस्तो नाच्ने त जस्तो होइन थुकेको चाट्ने त जस्तो होइन लुकेर भाग्ने सक्सेस पनि आइज 1 2 3 4 5 नाच 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 भाइ नाच 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 हजुरको पारमा नचेर फेरि राम्रो हातले चल्दैला बाहिर चेकेको तर ड्याङ गर्दैछले पारन देख्न जलको मधुर केसले ब्यान्डेड पछाडी बाटोमा ह्यान्डसम अगाडि टोकेको सेउता अगाडि बाटोले ह्यान्डसम नदेन र्यान्डम फङ्की नदेन जानको त्यो लाइट वाला रात मना हस्की होला छ ह्यान्डसम हस्की होला छ ह्यान्डसम हा 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 नाच भाइ नाच या यो होइन तपाईँ साइड लाख आउँदैछ राजा तेरै टोलमा बजाउन बाजा डीजे या साइड लाख आउँदैछ राजा तेरै टोलमा बजाउन बाजा रन्की नदे यहाँ सन्की नदे अरू त्यो लाइट छ उस पनि त्यो त्यसमा नि बाल अरू यो डिजे पनि भन हामीले पनि देख्नु पऱ्यो नि होइन। अब चाहिँ हाम्रो गाना बज्दैछ औका छैन बच्चा हेरेर बौलाहरू नि बस्छ औला मुला तल चापित भनेर नाच्छ दुर्गेश अनि ब्यान्डेड हाम्रो गीत बनेको सिनेमा अस लुकिङ गाना पुगिङ अस लुकिङ गाना पुगिङ हामी हेरेर सो तन्ना गोलाबारी त आउँछ त गाना बजाउने साथी बब्बाल डिजे सुरुबाट आगो बाल्न पर्यो क्या भएन यार। 1 2 बौलाहरू नि बस्छ औला मुला तल जा फेरि मुला तल जा फेरि भनेर नाच्छ अनलाइनमा खा मेरो पाचक हुर्के पनि भ्यूमा हाम्रो गीत बनेको सिनेमा लुकिङ ह्याप्पी होली Bunny, होला love you होला now when I play band होला जर्मनको गाडी रोलेक्सको घाडी सोहाउँथ्यो भाइले हेलीमा चढी जर्मनको गाडी रोलेक्सको गाडी सोहाउँथ्यो भाइले
सन्किन दे हाम्रै टोलमा आएर हामीलाई धम्किन दे सक्दैन नि फेरि 1 2 3 4 5 नाच 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 मेरे नाच 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 मेरे नाच 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 प्यारे नाच केटाओ नाच बुढी छोडी बाटोमा हिँड्नेले रोज तँलाई बुढी छोडी पारा त उही छ नि हामी चाहिँ बुढी पनि कसैको बुढी छोडी बढी लोगोलाई कोही पनि सर्च गर मलाई टच नगर सर्च गर मलाई टच नगर फेसबुकमा आइज त इन्स्टामा आइज टिकटकमा आइज त स्न्यापच्याटमा आइज हे गाय केटा हो युएसको सोलो मी सो फलो मी केटा हो युएसको सोलो मी सो फलो मी ल अब चाहिँ हामी मासु खानुपर्छ कि अब भयो तताएर यसलाई एकैछिन बन्द गरौँ होइन एकैछिन रमाइलो पनि भयो है साथीभाइहरू एकैछिन ज्यान चाहिँ अलिक तताउनु पऱ्यो नि त अनि त्यही भएर चाहिँ हामी चाहिँ अब कहाँबाट यसलाई बन्द गर्ने यसलाई चाहिँ अब हामी चार्ज लगाउँछौँ अरू हेर्न चाहिँ अब त्यसै बाँकी नै छ नि साथीभाइहरू अरू त होइन ल अब चाहिँ हामी चट्ट मासु खानुपर्ने हुन्छ पहिले थोरै तताएँ अब चाहिँ हामी टक्क अब मासु तताएर फेरि खान तयार छौँ यहाँ चाहिँ त आफूतिर नि बाल्न लाइट अनि तबदेखि जस्तो त फेरि धेरै सेतो छ नि त अनि त्यही भएर देखिँदैन छ अनि होइन अनि यो सेतो छ नि त अनि त्यही भएर ट्याक्क देखिँदैन त्यही भएर यसलाई चाहिँ लाइट बाल्नुपर्छ बल्ल देखिन्छ होइन तेरो के अरे त बोल्ने उसो म अहिले ऱ्याप नि हान्छु अहिले ऱ्याप हान्छु अहिले हान्छ कहिले अहिले हान्छु अलि उठ्न अब चाहिँ हामी चट्ट मासु खान्छौँ यसैमा खाने हामी चाहिँ चट्ट लाएर हामीसँग यहाँ चाहिँ पानी छ साथीहरू फेरि अन्यथा नसोच्नु होला यो चाहिँ पानी हो फेरि है हामी चाहिँ हात धुनको लागि यताउति युज गर्ने चाहिँ पानी हो फेरि कतिले हुन्छ नि लोकल लिएर बसिरहनु भन्ने हुन्छ नि त फेरि त्यो चाहिँ छैन है साथीहरू हामीसँग चाहिँ त्यस्तो हुँदैन हामी चाहिँ फेरि टक्क पानी नै हो यो चाहिँ त्यही नै हो अब के गर्नु अब यो फोनले चाहिँ अलिकति दुखाइदियो क्या अनि त्यही भएर चाहिँ अब हामी मासु खानुपर्ने हुन्छ टक्क लाएर तारिसकेको थियो होइन यसो तताउँ भनेर मलाई तारिसकेको छ ल हामी चाहिँ अब सुरु गर्छौँ भिडियो बना ठिकै नै अब साथीहरू हल्का अलि भयो अहिले यसरी आगो बाल्न आगो त बलिरहेको छ अहिले दाउराहरू सक्छ सबै किन यस्तो बाल्दिनु हुन्छ क्या अब त यस्तो राखिदिन्छ यो पनि काहीँ साथीहरू अब चाहिँ हामी मासु खान पर्ने हुन्छ टक्क लाएर ल सुरु गरौँ है मनिष त्यसलाई हटाउनु त ल आइज त्यो लिएर त्यो उसलाई त्यो साइडमा राख्थ्यो नि त हामी चाहिँ खान सुरु गरौँ म चाहिँ योबाट सुरु गर्छु होइन योबाट सुरु गर्छु म पनि योबाट सुरु गर्छु मस्त छ मस्त बवाल भयो यति बेला जिन्दगीमा खाइएको छैन है कता भयो खानु बवाल भयो बवाल ल एक लट के सानो मेरो केटाहरू ल चेस टेस्टी आयो न हामी ट्याक्क लाएर अब खाना खाइसक्यो अलिकति चिसो भयो साथीहरू हामीसँग यो चिसो भयो नि त अनि यसलाई यो चिसो भएको चाहिँ हामी तताउँदैछौँ किनभने अलिक ठन्डा खालको मौसम अनि खाँदा खालि चिसो हुन्छ अनि चिसो त मजा आउँदैन होइन अनि त्यही भएर चाहिँ हामी टक्क अब
चिसो भएर तसाउँदैछौँ। आगो चाहिँ त्यति खासै बोलेको छैन। अब गाना बजाउनु पर्यो फेरि। लाग्यो ल अब चाहिँ फेरि यो तात्दै पनि गर्छ। अनि चाहिँ हामी गानामा चाहिँ खानुपर्ने हुन्छ। मजाले गाना बजेको छ। ल ताते होला खाइदिउँ नि त सागर। बवाल छ बवाल यति मिठो छ नि होइन। खाऊ केटा हो कसो यार। ढ्या पाउँदैन मुला मुला तल जा फेरि गीत बनाएर नाच्छ अनलाइनमा पकडी पाइला। मेरो त पाचाको दुर्गेशनी भ्यूमा हाम्रो गीत बनेको सिनेमा अस लुकिङ लुकिङ गाना पुकिङ पुकिङ अस लुकिङ लुकिङ गाना पुकिङ पुकिङ अस लुकिङ हडियालाई मेरो नै थाहा मैले एकचोटि सर्को ऱ्याप हान्छु क्या एकचोटि यो बवाल ऱ्याप हान्छु। खाऊ केटा ओइ खाए दुर्बे। ओए तिम्रो सङवाला कहाँ गयो? सङवाला निकालेको मैले देखेन जो सङ थियो नि म सारिदिन्थ्यो नि त्यो ओ बल्ल सोही बजेछ यार यो अल्टुला ह्याप्पी होली ह्याप्पी होली गाइस हामी चाहिँ ट्याक्क होइन अरे मासु बनाएर ह्याप्पी होलीको एली रे उडाउनु है साथीहरू तपाईँको लागि पनि है साथीहरू लाउनु त्यस्तो होइन कि यस्तो गाना सुन्ने ल साथीहरू ह्याप्पी ह्याप्पी को मिठो बोलीमा पल्केर यति गरेर फेरि नाच्नुपर्छ कि बब्बल
बस्छु होलीमा मेरो दिल बस्यो होलीमा मेरो दिल बस्यो कान्छीको मिठो बोलीमा मेरो दिल बस्यो कान्छीको मिठो बोलीमा मजा आएन होइन यो त दुर्गेशको अब चाहिँ हाम्रो अर्को गाना है बेस्ट दुर्गेशको गाना चाहिँ हामी चाहिँ बब्बल अब दुर्गेशकोमा रमाइलो गर्नेछौँ साथीभाइहरू किनभनेपछि जाडो पनि भइरहेको छ जाडोमा यस्तो जोस आयो मैले हात लाउ कि यो त हातै यसमा पुस्ने हो के उता दाइले जस्तो हात पुस्ने मैले फेरि यता लाउड कर म्युजिक बढाइदे बेस नाच्न र गाउन आउँदैछ दुर्गेश खतरा छ गीत फायर छ डान्स सक्छ त कसैले सक्दैन नि कोही छैन हामी जस्तो नाच्ने कोही छैन हामी जस्तो नाच्ने कोही छैन हामी जस्तो गाउने कोही छैन हामी जस्तो नाच्ने त जस्तो होइन लुकेको चाट्ने त जस्तो होइन लुकेर भाग्ने एक दुई तीन चार पाँच नाच 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 भाइ नाच सागर डीजे लगा डीजे जो डीजे बजा ना नाच भाइ नाच जङ्गको पारमा नाचेर डेरी मोहनलाई चल्देला बाहिर छेत्री केटाले ड्याङले त्यसले काम गर्यो आराम देखेर स्याल जङ्गमा दुर्गे ब्यान्डेज पछाडि बाटले ह्यान्डसम हामी जता पटाक्ने गोको चौध अगाडि बाटले ज्यान हमकी बनेछ र्यान्डम हमकी नदिनु फ्यानको अस्की होला छ ह्यान्डसम अस्की होला छ ह्यान्डसम अस्की होला छ ह्यान्डसम हा 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 आउँदैछ राजा तेरै टोलमा बजाउन बाजा साथीहरू अब हामी चाहिँ होली खेल्न गइरहेको अब हामीसँग चाहिँ यही नै हो लास्टमा होइन छोटो केटाहरू चाहिँ एउटा हाम्रो चाहिँ ओबिरिया ओबिर चाहिँ गजब छ हैन कोइलो मेरो यता केही होइन दा यार के हुन्न भाउ गोप 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 ल तर यो हातमा चाहिँ छ है ल ह्याप्पी होली केटा होली चाहिँ सुरु भइसकेको छ ह्याप्पी होली ल एकचोटि तिनैजना एकचोटि ल ल मनिस एकचोटि ल त गइया त एकै रो होली होली रोक्न भाइ ओए खै ओए त यहाँ त खै तेरो कति ल मनिस ल त साथीहरु हाम्रो लास्टको सागर भाइ तल्लाई के वाह जाका भाइ ओ खोइया तल्लाई साथीहरु
हाम्रो चाहिँ फेस यस्तो भयो ह्याप्पी होली फेरि नि एकचोटि अझै ह्याप्पी लोली ल मन हुन्छ यस्तो भइया तिमी त भएन को राम्रो सँग बल्ल भाउ खै त कस्तो भयो यो चाहिँ होलीमा यस्तो भइरहेको खै मलाई फसी यसलाई लागेन यो खास त हेर त म त यार केटाले लास्ट बनाएँ उस लाइक कमेन्ट सेयर गरिदिनु होला सब्स्क्राइब गरिदिनु होला यो च्यानललाई सब्स्क्राइब गरिदिएर जोडिनु होला सबैलाई ह्याप्पी होली बाइ बाइ अझै यस्तो भइसक्यो त निम लाग्न थालेको छ तर यो भाइ बबल भयो कि हैन माया लाग्छ कि यसको मलाई ल यति नै साथीहरू गुड नाइट भन्न चाहन्छौँ अब चाहिँ भोलितिर भेटौँला त्यही नै हो साथीहरू तर यो च्यानल चाहिँ सब्स्क्राइब गर्नु होला बाई 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 फ्यामिली बाई गाइस बाई बाई सबैले माया गर्ने होला हाम्रो चाहिँ यस्तो